हेलो नमस्ते छ तपाईहरू सबैजनालाई मेरो एउटा नयाँ भिडियोमा फेरि पनि मैले एउटा भ्लग लिएर आएकी छु। यो चाहिँ हो नोभेम्बरको। यहाँ म आएको थिएँ मेरो बेस्ट फ्रेन्डको बिहामा र यो भिडियो पनि म नेपालीमै बनाउँदैछु भ्लग। र यो बहिनीलाई चाहिँ कसले चिन्नुहुन्छ अनि ब्राइड चाहिँ ऊ गाली गर्दैछिन् फोटोग्राफरहरूलाई, हे देरी भयो भनेर। अब ब्राइडलाई मैले नै मेकअप गरिदिएको थिएँ, बहुत सिम्पलमा राखेको थिएँ र यो डेकोरेसनहरू म तपाईँहरूलाई अलिअलि देखाइदिँदै थिएँ। त्यति क्लिप लिनु पाइनँ अब म बिजी भएर। जस्तै अब ब्राइड्समेड चाहिँ मै थिएँ तर म धेरै नै बिजी थिएँ। अब ब्राइड्समेड जो हुनुहुन्छ थाहा नै छ होला। र यहाँ ब्राइड्सको फोटो पनि क्लिक हुँदैछ र यो बहिनीलाई कसले चिन्नुहुन्छ भन्नुहोला। अनि उता कसार पनि बाटिसकेको रहेछ। अब हामी चाहिँ फोटोसुटमा बिजी थियौँ। अब बेहुलीको साथी त म नै थिएँ र म धेरै बिजी थिएँ। अब क्लिपहरू धेरै लिन पाइनँ। यहाँ चाहिँ बेहुलीकी मम्मी हल्दी लगाइदिनु हुँदै थियो, माने स्टार्ट अब दशमको स्टार्ट हो। र यहाँ बेहुलीले चाहिँ हल्दी चाहिँ पिसेको जस्तो हाम्रो लोकल होइन, यो चाहिँ उपटनहरू अर्डर गरेर लगाएको थियौँ। जस्तो नेक्स्ट डे त्यो स्ट्यान्ड बस्दैन के। अनि यहाँ चाहिँ हो बेहुलीको बहिनी र यो बहिनीलाई कसले चिन्नुहुन्छ भनिदिनु होला। र काहीँ मेरो भुल पनि भएको छ। यो भिडियो हेर्दै एडिट गर्दै थिएँ त अलिकति मतलब त्यही भिडियोमा म भुलिरहेको थिएँ। र यहाँ हल्दी लगाइदिँदै थिइन्, बेहुलीले पनि फोटो उठा भन्दै थिइन् बहिनीले चाहिँ। र यहाँ अब मेरो पनि टर्न आयो, म पनि यहाँ हल्दी लगाउँदै थिएँ। अब मेरो त बेस्ट फ्रेन्ड हो होइन, अलिकति इमोसनल मुमेन्ट हो नै। अनि मैले लगाइसकेँ अनि उसले पनि आऊ भन्दै लगाइदिँदै थिइन् कि मजाले मलाई। अब म पनि ग्लो गर्नु अरे। अनि त्यहाँबाट अलिकति इमोसनल मुभमेन्ट चल्दै थियो र अब हाम्रो चाहिँ। अनि यहाँ फेरि मेहन्दीको लागि उसलाई रेडी गराइदिँदै थिएँ। र म चाहिँ एउटा एक मेकअप आर्टिस्ट पनि हो र उनको मेकअप चाहिँ मैले नै गरेको थिएँ। र मेकअप आर्टिस्ट चाहिँ इजी होइन है, को हुनुहुन्छ यो फिल्ममा कमेन्ट गर्नु होला। र यहाँ बेहुलीको मेहन्दी पनि स्टार्ट भइसकेको छ। मैले क्लिप जुन चाहिँ बेहुलीको मेहन्दी हुन्छ नि त्यो उठाउन खोजिरहेको थिएँ, उठाउनु सकिनँ। र यहाँ चाहिँ अब मैले र क्लिप गरिरहेको छु, एडिट गरेको छुइनँ। र यहाँ चाहिँ मालाको लागि तयारी पनि चल्दैछ अब। अनि कस्तो लाग्यो होला यो भ्लग जरुर भन्नु होला। यहाँ चाहिँ धेरै मान्छेहरू ग्यादरिङ भइसक्नु भएको थियो, राति पनि भएको थियो। डेकोरेसनहरू धेरै राम्रो देखिएको थियो र मेरो चिनाजाना धेरै हुनुहुन्छ यहाँ, राम्रो लाग्छ भेटेर, आफ्नै घर जस्तो लाग्छ। र भ्लग कस्तो लाग्यो होला भन्नु होला।